नेपालसँग सार्क राष्ट्रहरूको दौत्य सम्बन्धलाई हामीले याद गर्नु छ भने एउटा ट्रिक्स मार्फत याद गरौँ है त। ट्रिक्स रहेको छ भारतको सिप अब एमबीमा लिने। के रे? भारतको सिप अब एमबीमा लिने भन्न खोजेको। अब हेर्नुस्, त्यसो भए भारत 13 जुन 1947, सीबाट श्रीलङ्का 1 जुलाई 1957, पबाट पाकिस्तान 20 मार्च 1960, अबाट अफगानिस्तान 1 जुलाई 1961, त्यसपछि बबाट बङ्गलादेश 8 अप्रिल 1972, एमबाट मालदिभ्स 1 अगस्त 1980 र बीबाट 3 जुन 1983। त्यसैले यदि सार्क राष्ट्रहरूसँग दौत्य सम्बन्ध कायम याद गर्नु पर्यो भने भारतको सिप अब एमबीमा लिने ट्रिक्सबाट हामी के गर्न सक्छौँ त याद गर्न सक्छौँ भन्न खोजेको।